गंगा जल निर्मल शिवाय गंगा जल निर्मल शिवाय सुन्दरि माधवी चन्द्र सहोदरि हेममयी मुनिगणवन्दित मोक्षप्रदायिनि मञ्जुळवासिनि वेदनुते पङ्कजवासिनि देवसुपूजित सद्गुणवर्षिणि शान्तियुते जय जय हे मधुसूदन कामिनि आदिलक्ष्मि जय पालय कल्मषनाशिनि कामिनि वैदिकरूपिणि वेदमये क्षीरसमुद्भव मङ्गलरूपिणि मन्त्रनिवासिनि मन्त्रनुते देवगणाश्रितपादयुते जय जय हे मधुसूदन कामिनि धान्यलक्ष्मि जय पालय वैष्णवी भार्गवी मन्त्रस्वरूपिणि मन्त्रमये सुरगणपूजित शीघ्रफलप्रद ज्ञानविकासिनि शास्त्रनुते भवभयहारिणि पापविमोचनि साधुजनाश्रितपादयुते जय जय हे मधुसूदन कामिनि धैर्यलक्ष्मि जय पालय जय जय दुर्गतिनाशिनि कामिनि सर्वफलप्रद शास्त्रमये गजतुरगपदादिसमानुत परिजनवन्दित लोकनुते हरिहर ब्रह्म सुपूजित सेवित तापनिवारिणि पादयुते जय जय हे मधुसूदन कामिनि श्रीधरलक्ष्मी गुणगणवारिधि लोकहितैषिणि सप्तस्वरवरगाननुते सकल सुरासुरदेव मुनीश्वर वन्दित पादयुते जय जय मधुसूदन कामिनि सन्तानलक्ष्मि पालय
मम्मी गई मम्मी गई मम्मी विद्वान भएर आयो र संस्कारमध्ये वर्तमान त संस्कार एउटा संस्कार हो। अब यसपछिको संस्कार भनेको विवाह संस्कार हो। त्यही भएर मामाले भन्दा बिहा गर्दा फर्की मात्र चाँडै फर्काएर होइन र शान्ति बढोस्, समृद्धि बढोस्, यात्रा तत्र सर्वत्र भन्नाको चेलो चाहिँ राम्रो ठाउँमा छ है भन्ने कुराको मध्यस्थता जीवनमा परिपूर्ति होस् भन्ने सुमनसवन्दित सुन्दरि माधवी चन्द्र सहोदरि हेममयी मुनिगणवन्दित मोक्षप्रदायिनि मञ्जुळवासिनि वेदनुते पङ्कजवासिनि देवसुपूजित सद्गुणवर्षिणि शान्तियुते जय जय हे मधुसूदन कामिनि आदिलक्ष्मि जय पालय माम् नारायण वासुदेवं श्रीकृष्ण गोविन्द हरे मुरारे नाथ नारायण वासुदेवं श्रीकृष्ण गोविन्द हरे मुरारे नाथ नारायण वासुदेवं ॐ नमः शिवाय ॐ जलाकवि गलज्जला प्रवाह पावितस्थले देवलं जलं पीताम्बरं गगनभवानि कण्ठवट्टम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 ट्ट
कटाकटाः संभ्रमा ब्रह्मण्यलिं परेधरि करुणगे चवरगे विराजमानमूर्ति जगन 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 कपावके किशोरचन्द्रके करे रखि रखि नमाभ्या धरेन्द्रनन्दिनी विलासवन्तवन्तुरस्फुरद्दिगन्तसन्तति प्रमथमरमानसे ॐ नमः शिवाय हे देवी तीन्द्रनामा शान्तपादे नमः शङ्खपदे नमः देवी तीन्द्रनामा शान्तपादे नमः शङ्खपदे नमः देवी तीन्द्रनामा शङ्खपदे नमः देवी तीन्द्रनामा शङ्खपदे नमः देवी
सबै कर्ताहरू छन् त ओम जय जगदीश हरे प्रभु जय जगदीश हरे प्रभु का चरण उपासक हरि का चरण उपासक गति गति पार करे ओम जय जगदीश हरे मन को बदले प्रभु अगणित रूप धरे लीलामय रस वेगा लीलामय रस वेगा करुणामूर्ति हरे हरि अनंताय भवानी की आदको आनंद की भगवानी खपो भूमि की भवानी खपो नाच त यसो घुम न यसो फरर खै घुमेको अलिक उहाँ गएर घुम्न पर्छ कि तिरामदेखि यस्तो गर न कोही फालम न फालम कोले पानी फाल्नु न पानी दियाले फालेको फाले दीपक दाई किन र एक्लै खाने मलाई दिनु पैसा त्यहाँ हो कि बगाउनलाई हो के हालम बानी मेरो कन्टेन्टै बनेन के अघि म छुटेँ
भिडियो खेच्नु छुट्यो क्या हो यहाँबाट हाल न दिया दिया खै कता हुनुहुन्छ तपाईँ तिमी नि गएको पैसा झिक्न मैले निकाल्ने भनेर बसेको ए काली बाबा के छ हालको भाइले हेर्नु कति पैसा पायो दाइले फेरि पुरै फलफुल र अनि फेरि खानेकुरा पाउनु भएछ घरको मान्छेले लिनुहुन्न अरे ए ल भान्जाले भित्तेछ नि ल यो मेरो हजुर धेरै कमाएछु त भाउजू तपाईँ पनि तलै हुनुहुन्थ्यो र घरको मान्छेले त सबै दिनुपर्छ घरको मान्छेले मैले फोटो भिडियो खिच्नै पाएन के त्यो रुचेको पानी पानी हो गई भिज्नु भयो तपाईँ पनि भिज्नु भयो ल 15 बजे राम्रो देखा ल के धेरै राम्रो देखियो Krishna 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 Hare 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 भगवान के गणपति महाराज के देवतारों के देवतारों के ओम नमः शिवाय नमः शिवाय सर्वत्र विजयी भव सौभाग्यवती भव ओम ये नमस्तु राजा महावर ओम तेजरस्तु Bye.
कति सुहायो शिवजीलाई पार्वती कति सुहायो शिवजीलाई पार्वती कति सुहायो शिवजीलाई पार्वती कति सुहायो शिवजीलाई पार्वती कति सुहायो कमरुमा डमरु चन्द्रमा कोटीको उनै शिवजीको कमरुमा डमरु चन्द्रमा कोटीको उनै शिवजीको कमरुमा डमरु चन्द्रमा कोटीको उनै शिवजीको कमरुमा डमरु चन्द्रमा कोटी स्वर्ग जानलाई आखिरीमा केही छैन साथमा लानलाई धर्म गर बाटो स्वर्ग जानलाई आखिरीमा केही छैन साथमा
कति रमाइलो भयो मलाई। सबै नाच्दाखेरि बारुले कम्मर बाँच्ने मोटा मान्छे नाच्ने हो। सबै नाच्दाखेरि बारुले कम्मर बाँच्ने हो, मोटा मान्छे नाच्ने हो। सबै
बाडुलकी लाउन्या मेरा सुनामी आउने बाडुलकी लाउन्या मेरा सुनामी आउने अरे राधा पियारी मनमै छौ आधा पियारी राधा पियारी मनमै छौ आधा पियारी त्यसरी क्या हेर्दा छौ मुखीलाई आँखाले मन चोर्न्या रहेछौ रूप स्यासै बाजा बाडुल्की लाउन्या बाडुल्की लाउन्या मेरा सुनामी आउने कमरैमा पटुकी कसेर मुसुमुसु हाँसेकी बसेर कमरैमा पटुकी कसेर मुसुमुसु हाँसेकी बसेर रुकुमै गोठा
मन पर्यो ए रैया चाँदीको रैया चाँदीको सैना मदिलो मदिलो सैना मदिलो घमसातुर मान्दैन छायाले खोलो माथि चढिकिन मायाले रैया चाँदीको मना हो कि काबेली जाना हो रोधी हो कि माखुरी जाना हो रैया चाँदीको ए रैया चाँदीको रैया
मेरो मोबाइल कहाँ रहेछ र यो जस्तो लागिरहेको मेरो रोधी बस्न भनिया कुन्ती गृहले पाइयो रोधी बस्न भनिया कुन्ती गृहले पाइयो बाटोको हाले बस्न किन उठी चाहियो ए मझेरेको दाना टिप्दै होला कि मै छ मझेरेको दाना टिप्दै होला कि मै छ दिवालीको छोरो म त सिम्झुदाउने ए कोही छ सिउरी खेल्दै आएको मुन्टो जाउन सिउरी खेल्दै आएको मुन्टो न्युरिएर जाउन सिम भाँचेर छुट्टै पनि फर्किँदा चाल पाउला ए मुखे खोल्न पर्ने हो कि आफै बुझी ए जाने मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने रानी राजा थिएर बसी तपाईँको रानी भ्याइयो क्या अब Jamla Vaikuntha,
होइन होइन त्यहीँबाट हुर्राए हुन्छ नजाँदा उता उता लुगाहरू भिज्छ त्यसो गरेर हात थोरै जान्छ गइहाल्छ गयो त हेरै बाबु हेर राम्रोसँग ए हो त्यही भएर ल भगवान्जी जानुभयो आफ्नो 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 स्थलमा त कति ख्याल गर्नु चाहिँ घर फेरि पल्ट्यो कपडा लगाउने हो न केही हो राख्ने कहाँ हो दिने होइन के गर्नु त के अरे बुझ्दै नभए त आफै गर्नु हो अब कस्तो हट्टा कट्टा भयो पेटे आयो बोलियो छ त पेट हरे राम आमाले त घर गर्नु आएर कर भयो फेरि वहाँबाट नि बजाइरहनु भयो के अरे बत्ती खोलिदिउँ न सबै घुमाएर राख्नु राम्रो बुढाबुढी बस्नु जुत्ता भिजेर आमा
धेरै टाढो नजानु हो त्यही भएर त्यहाँ घुमिरहन्छु